चीनबाट रस्सा हुँदै भित्रेको विशाल बाढीले गर्दाखेरि चाहिँ धादिङ सदरमुकाम जोड्ने फुर्कीखोला पुल चाहिँ क्षतिग्रस्त हुन पुगेको छ। माथिबाट बाढीले बगाउँदै ल्याएको पुलले ठक्कर दिँदाखेरि चाहिँ फुर्कीखोलाको पुल पनि क्षतिग्रस्त हुन पुगेको हो। अनि यो त्रिशुल नदीको वरिपरि रहनुहुने सबैजनालाई एकदम धेरै सुरक्षित रहन हुन आग्रह गर्न चाहन्छु। र त्रिशुल नदी मात्र नभएर भोटेकोसी नदीमा पनि एकदम ठुलो बाढी आइरहेको छ। त्यही भएर भोटेकोसी नदी वरिपरि, त्रिशुल नदी वरिपरि रहनुहुने सबैजना एकदम धेरै सुरक्षित रहनु होला। अहिले बर्खाको याममा बाढी पहिरो एकदम धेरै बढ्छ। अनि पृथ्वीराज बनारगमा पनि आज धादिङ मुगलिङ सडकमा रोक लगाएको छ। रोक लगाएको कारणले गर्दाखेरि चाहिँ आवत जावत नगरिदिनु होला। त्यो चाहिँ हामीको जिउको लागि चाहिँ सरकारले त्यो रोक लगाएको। त्यही भएर अलिकति सुरक्षित रहनु होला। अनि धादिङ फुर्कीखोलाको पुल बगायो, अब कहिले बन्छ है। अब आवत जावत गर्नलाई हामीलाई एकदम धेरै मुस्किल भएको छ, किनकि धादिङ बेसीको सदरमुकाममा रहनेहरू सबैजना राजनीतिमा जाने बेला चाहिँ त्यही धादिङको फुर्कीखोला पुल नतरिकन जान अलिक गाह्रै पर्छ होइन। त्यही भएर सबैजना एकदम धेरै सुरक्षित रहनुहोस्। अनि अहिलेको यो बाढीको कारणले गर्दाखेरि धेरैजनाको ज्यान गुमिरहेको छ, धेरैजना आपद विपदमा परिरहनु भएको छ। अनि आफू सुरक्षित रहेर एकअर्कालाई सहयोग गरौँ है। आफू सुरक्षित रहेर सबैको उद्धार गरौँ। अब नेपालको आर्मीहरू पनि, नेपाल एयर पुलिस फोर्सहरू सबैजना त्यसमा जुटिरहनु भएको छ। उहाँहरूलाई अलिकति केही सहयोग गरिदियो भने पनि धेरै राहत हुन्छ। त्यही भएर सबैजना मिलेर सहयोग गरौँ। आफू सुरक्षित रहेर मात्रै, आफू सुरक्षित नभई चाहिँ त्यहाँ हाम फाल्नु हुँदैन। किन भन्दाखेरि आफ्नो सुरक्षा परे मान्छे त पऱ्यो, फेरि आफू पनि पऱ्यो भने त झन् ठुलो विपद आइलाग्छ। त्यही भएर आफू सुरक्षित रहेर अरूलाई पनि उद्धार गर्न सहयोग गरौँ। अनि खोला छेउछाउमा बस्ने भने मान्छेहरू एक दिन आफ्नो घर खोला छेउमा छ र एक दिन अलिक टाढाको आफन्तकोमा गएर बसिदिनुहोस्। किनकि खोला छेउमा बस्दाखेरि चाहिँ झन् ठुलो बाढी आयो भने घरै लिएर गयो भने मान्छे शुद्ध लान्छ। त्यही भएर अलिकति सुरक्षित रहेर बसिदिनुहोस्। अनि बाढी पीडितहरूलाई केही आफूले सकेको सहयोग गरिदिनुहोस्। अनि नेपाल आर्मीहरूलाई पनि सकेसम्म सबै ठाउँतिर फिजिएर सबै ठाउँको मान्छेहरूलाई उद्धार गरिदिनुहोस्। अब अहिले पुरै पहिरो आएर गाउँको 75% मान्छेहरू पनि पुरिएको भन्ने खबर पनि आइरहेको छ। कुन ठाउँ चाहिँ मैले राम्रोसँग हेरिनँ, त्यो ठाउँमा पनि गएर सबैजनाले मिलेर सहयोग गरिदिनुहोस्। त्यही भन्दै अनि सुरक्षित रहनु हुन आग्रह गर्न चाहन्छु।